के तपाईले आफ्ना नानी बाबुहरूलाई स्केटिङ खेल्न लादा कहिले सुरक्षाका सामग्रीहरू माग्नु भएको छ? कलिला नानी बाबुहरूलाई टाउको जगाउन हेलमेट, घुँडामा चोट नलागोस् भनेर नी प्याड, कुइनामा लगाउने प्याड, पन्जाहरू माग्नु भएको छ। यी सामग्री नलगाउनाले स्केटिङ खेलमा जुनसुकै बेला पनि खतरा हुन सक्छ। हातखुट्टा भाँचिन सक्छ, चोटपटक लाग्न सक्छ। आज म यो भिडियोमा गाईघाट आसपास क्षेत्रमा खोलिएका सबै स्केटिङ पार्कहरूले सुरक्षा सम्बन्धी उपायहरू के कति अपनाएका छन्, सुरक्षा सामग्रीहरू के कति राखेका छन् त्यसबारे जानकारी दिनेछु। भिडियो पुरा हेर्नुहोला। मन परे च्यानललाई सब्स्क्राइब र पेजलाई फलो भने अवश्य गर्नुहोला। यो हो मोतीगढामा रहेको मोतीगढा स्केट पार्क। यहाँ न्यून मात्रामा सुरक्षाका लागि प्रयोग हुने सामग्री हेलमेट, प्याडहरू राखिएको छ। स्केटिङ खेल्न आउने बालबालिकाहरूले भने सुरक्षाको लागि राखिएका सामग्रीहरू प्रयोग गरेको देखिएन। करिब 10 मिनेटको बसाइमा स्केटिङ खेल्न आउने बालबालिका र साथमा आएका अभिभावकहरूले सुरक्षा सामग्री मागेको देखिएन, न त सहयोगी कर्मचारीहरूले नै दिएको पाइयो। त्यसपछि म गाईघाट विद्युत मार्गमा हालसालै बनेको स्केटिङ पार्कतिर लागे। पार्कभित्र स्केटिङ खेल्न आउने बालबालिकाको भिडभाड निकै थियो। त्यहाँको पनि हालत उस्तै, न्यून सुरक्षा सामग्री राखिएका थिए तर प्रयोग भने कसैले गरेका थिएनन्। बालबालिका लिएर आउने अभिभावकलाई कुनै जानकारी नै थिएन। 100 रुपियाँको टिकट काट्ने, खुट्टामा प्लास्टिक लगाएर जुत्ता लगाउनु पर्ने नियम रहेछ, हेलमेट, प्याड लगाउनु पर्छ भन्ने जानकारी नै दिएको थिएन। गाईघाट वरिपरि जम्मा 7 वटा स्केट पार्क सञ्चालनमा रहेका छन्। शुभलक्ष्मी चित्रालयमा सञ्चालन गरिएको गाईघाट स्केट पार्क, त्यसपछि विद्युत मार्ग, नीलो पुल, पिजी चोक, बोक्से, मोतीगढा र चोहाडेमा भेटघाट स्केट पार्क सञ्चालनमा रहेका छन्। स्केट खेल्न आउनेहरूका लागि अपनाउनु पर्ने नियमहरूको बारेमा भित्तामा लेखिएका थिए। प्राय सबै स्केट पार्कमा सिकारुहरूको लागि पाइप बार लगाइएका थिए। पर्याप्त मात्रामा सुरक्षा सामग्रीहरू राखिएका थिएनन् भने कतै कतै झोलामा पोको पारिएको थियो। प्रयोगकर्ताको सहज पहुँचमा थिएन। स्केट खेल्न आउने कसैले पनि प्रयोग गरेका थिएनन्। सुरक्षा सामग्रीको प्रयोग किन गरेनन् त भनी प्रश्न सोद्धा सञ्चालकहरूको रेडिमेड जवाफ थियो, लाउन मान्दैनन्। अनि यहाँ चाहिँ अहिले जुन गाईघाट नगर अथवा त्रिगा नगरमा चाहिँ जति पनि स्केट पार्कहरू बच्चाहरू खेल्न आउँछ, यहाँ चाहिँ अलिकति सेफ्टी मेजर्स चाहिँ अलिक राम्रोसँगले पालना नगरेको अनि इक्विपमेन्टहरू पनि पर्याप्त मात्रामा नभएको भन्ने जनगुनासो आयो होइन। अनि र केसहरू पनि 2-4वटा केस चाहिँ हातखुट्टा भाँचिएको केसहरू पनि आएका छन्। सामाजिक सञ्जालमा पनि देखिराख्नु भयो होला होइन। त्यो हिसाबले गर्दाखेरि तपाईँहरूको चाहिँ के छ, यो बच्चाहरूको सेफ्टीको लागि चाहिँ के गरिराख्नु भएको छ जानकारी गराइदिनु न। धन्यवाद। म राजा बाबु खड्का, भेटघाट स्केट पार्क होइन। अब यस सन्दर्भमा चाहिँ के छ भने अब जस्तो अस्ति यसै सन्दर्भमा हामीले एउटा यो त्रिजुगा नगरपालिका मिटिङ पनि थियो। हजुर, त्यो मिटिङमा चाहिँ अब सबैजना यसो जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विशेष गरेर उद्योग वाणिज्य सङ्घ होइन, त्रिजुगा उद्योग वाणिज्य सङ्घ अनि उपमेयर र त्यहाँ वरिष्ठ अधिकारी सहित बसेर स्केट पार्क हामी पनि थियौँ। त्यहाँ बसेर यही सन्दर्भकै ठ्याक्कै तपाईँले जुन सोध्नुभयो यही सन्दर्भकै त्यहाँ हाम्रो छलफल पनि भयो। हामीले माइनर पनि गरेका छौँ, छलफल पनि भयो। अब जहाँसम्म यो तपाईँले भन्नुभयो अब यो सोसियल गर्दा के छ भन्दाखेरि अब यो सेफ्टीमा जस्तो यहाँ पनि देख्नु हेलमेटहरू जुन भनेको छ, हेलमेट र त्यो अब कुइनामा लाउने यस्तो उस्तो लाउने छ, प्याड त्यो प्याडहरू छ। त्यसले त्यो चाहिँ कस्तो छन् भने हो भन्दा हो भने जस्तो मात्रै किन्नै त्यसै खालका पाइने होइन। अहिलेसम्म हामीले त्यस्तो अब मोटरसाइकल लाउने जस्तो हेरिसकेको हातै यसरी गर्दा पनि जाने। त्यही पनि के त भन्दाखेरि डुन्ट भनेर भन्दाखेरि पनि यहाँ कसैले पनि लाउने अवस्था चाहिँ लाउन पनि लाउँदैन। एकछिन लाउ भनेर त्यो पनि लाउँदैन होइन। त्यही नै यसलाई अझै व्यवस्थित गरेर लाउनुपर्छ भन्नेमै छौँ हामी। अझै गरेको छ, अझै मकै यहाँ कमी नै छ। कमी नै हुँदाखेरि मगाउने हामीले अलिक यसो समय पनि छैन। यो कार्तिक महिनासम्म भनेर हामीले त्यो माइनर पनि गरेको। र अर्को कुरो जहाँसम्म कुरा छ अब लड्दाखेरि जुन अब यो अब हातखुट्टा भाँच्यो जुन उस भयो त्यो हुने सन्दर्भमा चाहिँ के छ भन्दा यसको चाहिँ कुनै पनि अब अहिलेसम्म क्षतिपूर्तिका त गर्न थाल्यो भने त त्यो सम्भवै भएन। जाँदा नि यस्तो भइ नै रहन्छ। जुन खेल खेल्दा नि फुटबल खेल्दा नि खुट्टा भाँच्यो यो बेग्लै भयो। र उनीहरूको लागि नै केही राम्रो गरिदिनको लागि के गर्यो भने इन्सुरेन्स गर्ने भन्ने कुराहरू भएको छ होइन। इन्सुरेन्स गर्ने सन्दर्भमा चाहिँ इन्सुरेन्सको लागि हामीले धेरै पहल गरिरहेको छु। मैले पनि अरू साथीहरूले पनि गरेको होला सायद है। त्यो गर्ने सन्दर्भमा चाहिँ के छ भने कुनै पनि इन्सुरेन्समा अहिले इन्सुरेन्स हुँदो रहेछ होइन। जस्तो लाग्दैन भन्छौँ तर कोही कोही चाहिँ मान्छ मानेको ए उहाँहरूले लगाउनु हामीले दिइरहेको। अनि किन लगाउन मान्दैनन्? लाउन अब कसैले अप्ठ्यारो मान्छन्, कसैले भ्याउ मान्छन्, अब लायो फालिदिने गर्छन्। तपाईँहरूको आँखा अगाडि पनि होला। तपाईँ हेर्नुहोस् न, उनी बाहिर फालिरहेको छु, तल दिएको छ ऊ तल फालिदिरहेको हुन्छ। भनेपछि जस्तै
खाल दिएको कारणले गर्दाखेरि तपाईँहरू नदिएको के होइन दिँदा पनि नलाउने यो हेलमेट यहाँ राखेर मात्रै हुन्छ त यो कसैलाई चाहिँ लाउन मन लाग्छ होइन उहाँहरूलाई चाहिँ सजिलो हुँदैन असहजता कारण कसैले लाउँदैन अप्ठ्यारो भयो भने होइन त्यो भएर चाहिँ हामीले चाहिँ लाउनु भनेर चाहिँ यही राख्दा हुन्छ कसैले चाहिँ लाउँदैन अनि यो तपाईँको नी प्याडहरू भयो होइन तपाईँले चाहिँ भनिदियो हामीले यो लाउनु सेफ्टीको लागि भनेर यही राखेर आउँछ हेलमेट रहेछ प्याड रहेछ होइन लगाउने अनि त्यो राखेको मात्रै छ र त्यसको बारेमा चाहिँ अलिकति कम्तीमा यहाँ आउने अभिभावकहरूलाई अब बच्चाहरूले त लगाउन मान्दैनन् होला होइन त्यो आफ्नो ठाउँमा छ तर यदि बच्चाहरूलाई पनि र अभिभावकलाई पनि अलिकति त्यो सम्बन्धी सेफ्टी सम्बन्धी चाहिँ शिक्षा दिनुपर्छ कि जस्तो लाग्छ तपाईँलाई त्यो सम्बन्धी अहिले यहाँ त दिएको पाइएन नि त हजुर हजुर त्यो कमी कमजोरी त्यो मात्रामा छ हामीलाई स्वीकार्नुपर्छ यो कमी कमजोरीहरूलाई चाहिँ अब निर्मलतापूर्वक कसरी अब सहज ढङ्गले अगाडि बढाउन सकिन्छ आगामी दिनमा सुधार गर्नुहुन्छ आगामी दिनमा चाहिँ सुधार गरेर जान्छ त्यसपछि म बच्चाहरूको साथमा आएका केही अभिभावकहरूसँग कुराकानी गर्न थाले। अन्त नानीलाई चाहिँ हेलमेट किन नलाइदिएको खोइ हेलमेट लगाइदिए लाउनु पर्छ भन्ने थाहा छैन उहाँले दिनु भएन होइन त लाउनु पर्छ पनि भन्नु भएन ए के तपाईँको बच्चा को हो तपाईँको चाहिँ नातिनी होइन त्यो अघि हो नानु पर लडिरहेको छ ए हिँड्दै गरेको होइन त कसलाई लिएर आउनु भएको कति भयो यहाँ सिक्न थाल्नु भएको मेरो छोरो लगभग 5-6 पल्ट ए आज यो पहिलोपल्ट ए तपाईँ पहिलोपटक ल तपाईँ पहिलोपटक आउँदाखेरि यहाँ के गर्नु भन्नु त मेरो आउँदाखेरि चाहिँ सुरुमा नाम एन्ट्री गर्नुपर्ने रहेछ त्यो चाहिँ 100 रुपियाँ टिकट लाग्ने रहेछ 1 घन्टाको लागि हजुर त्यो सिस्टम अनि उहाँहरूले के दिनु हुँदो रहेछ बुथ लगाउने त्यसपछि एउटा टिकट चाहिँ 100 रुपियाँ बराबरको चाहिँ 1 घन्टाको लागि त्यति मात्रै है बच्चाको लागि सेफ्टीको लागि चाहिँ हेलमेट प्याडहरू दिनुहुन्छ त्यस्तो देखिनँ मैले मेरो अहिले प्रत्यक्ष लिएर खेलिराखेको छ त्यो बुथ र टिकट भन्दा अरू केही पनि उहाँहरूले तपाईँलाई ल यो चाहिँ लानुपर्छ भनेर एप्रोच पनि गर्नु भएन दिनु पनि भएन अनुरोध पनि गर्नु भएन मलाई जहाँसम्म लाग्छ खेलिराख्दाखेरि अब फर्स्ट पनि भनौँ न गाउँमा चाहिँ एकजना भाइकोले लडेर हाँसे भाइको पनि अवस्था आउने देखियो त्यो त जोखिम चाहिँ देखिरहेको छु मैले।